हेलो एभ्रिवान, आज फेरि तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ तपाईहरुलाई आजको रुटिनहरु म देखाउ। आजको रुटिन भन्दा पनि आज है सन्डे हो, आज चर्चहरु जानु पर्छ र आज चर्चमा के हुन्छ म तपाईहरुलाई देखाउँछु। आज मेरो चर्चमा चाहिँ लिडिङ छ है, लिडिङ छ, त्यसै कारणले चाहिँ आज तपाईहरुलाई म पुरा भिडियो पनि देखाउँदै छु। आज हाम्रो चर्चमा सिङतामदेखि पास्टर आइजक छेत्री पनि आउँदै हुनुहुन्छ है, उहाँको मेसेज पनि छ। आज तपाईहरुलाई सबै म देखाउने छु चर्चमा गएर। आज चाहिँ है मेरो ब्लग चाहिँ बाहिरतिरको कताको केही पनि छैन है, घरको पनि मैले गरेको छुइनँ। यति अलिकति सानो मात्रै तपाईहरुलाई मैले देखाएको, यति मात्रै बोलेको है। किन भन्दाखेरिको चाहिँ आज चाहिँ म सबै तपाईहरुलाई चर्चकै मात्रै ब्लग लिएर आउँदैछु है। तपाईहरुले हेर्नु पनि सक्नुहुन्छ, सायद चिन्नु पनि हुन्छ होला कोकोहरु है मेरो मण्डलीको। आज चाहिँ म सबै चर्चको ब्लग लिएर आउँदैछु है। हुन्छ, फेरि चर्चमा गएर भेट्ने छु। प्रभु मेहनतमा कमाइमा सबै कुरामा स्वर्गीय आशिषले अझै धेरै भर्नुहोस्। प्रभु व्यवस्थामा लेखिएको आशिषहरू यहाँको परिवारमा, यहाँको कमाइमा प्रभु तपाईले अझै प्रशस्त दिनुहोस् प्रभु। अनि आफ्नो परिचयलाई दिनु सक्नुहुन्छ। अनि पास्टर आमालाई पनि हामी जोरदार तालीको साथ हामी स्वागत गर्नेछौँ। सँगसँगै हाम्रो सर पनि आउनु भएको छ। नानीहरूलाई दिनेछौँ, उहाँहरूले आइकिन पालैपालोसँग आफ्नो आफ्नो बाइबल वर्स भनिदिने। हुन्छ, धन्यवाद। जय मसीह सबैजनालाई। कसरी हुन्छ र है, जब मैले भन्नु पनि हो, उहाँ चाहिँ मेरो एकदमै भन्नुपर्दा सानैदेखिको राम्रो गायक हुन्थ्यो। दिएको छ भन्दा न त पुजारीलाई दिएको छ, न त लेवीलाई दिएको छ, तर जसले गवाईलाई बोकेको छ नि उसलाई प्रायोरिटी परमेश्वरले येशूले दिनु भएको छ। आमेन। सबभन्दा पहिला अगुवाले हार्मोनियम, त्यसपछि
सम्पूर्णमा जय मसीह। विशेष पास्टर फिलिप, पास्टर ल्यामा अनि सम्पूर्ण हेब्रोन मण्डली परिवारलाई धन्यवाद जसले मलाई निमन्त्रणा दिनुभयो अनि आज यहाँ आउनसँगै अनि आशिषित सङ्गतिभित्र हामी प्रवेश गर्न सक्यौँ। विशेष निमन्त्रणाको लागि धन्यवाद टक्राउँदछु अनि भविष्यको दिनमा फेरि पनि हामी यसरी भेटेर अवश्य सङ्गति गर्ने नै छौँ। फेरि पनि तपाईँहरू सबैलाई धन्यवाद भन्दै म जय मसीहको अभिवादन टक्राउन चाहन्छु। जय मसीह। जय मसीह। अनि आजको सङ्गति साह्रै आशिषमय बन्यो। हाम्रो सिङतामबाट अति नै आदरणीय पास्टर इजाक आउनुभएको थियो अनि उहाँको आज अति नै प्रेरणादायक वचन र उत्साहित वचनले हामी मण्डली साह्रै उत्साहित बनेका छौँ अनि धन्यवाद छ परमेश्वरलाई अनि हाम्रो पास्टर इजाकज्यूलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु। हुन्छ, धन्यवाद। हुन्छ, जय मसीह। बस्ने आमालाई आजको सङ्गति तपाईँलाई कस्तो लाग्यो है? एकदमै आजको सङ्गति चाहिँ आशिषित थियो अनि एकदमै चुनौतीपूर्वक सङ्गति भयो। हामी साँच्चै नै आशिषित भएका छौँ आजको सङ्गतिलाई अनि आजको सङ्गतिमा चाहिँ हामी साह्रै उत्साहित पनि भएका छौँ। हाम्रो पास्टर इजाक छेत्री आउनुभएको थियो, उहाँबाट हामी धेरै आशिषका कुराहरू सुन्नु पायौँ अनि साँच्चै नै हामी आशिषित बनेका छौँ। हुन्छ, धन्यवाद। जय मसीह। जय मसीह। हेलो सबैजनालाई फेरि पनि है। अब चाहिँ म चर्चबाट घर आइपुगिसकेँ है। आजको सबै तपाईँहरूले हेर्नुभयो होला, कस्तो लाग्यो तपाईँहरूलाई आजको चर्चमा हाम्रो सङ्गतिहरू है, आराधनाहरू। आज मेरो सञ्चालक तपाईँहरूलाई कस्तो लाग्यो है? कस्तो कस्तो गरेँ मैले है? ठिकै छ, केही पनि छैन अब है, सबै सकिसकेको छ। एकदमै बेसी गरम थियो आज चाहिँ हाम्रो चर्चमा, प्रभु भोज पनि थियो, भिड पनि बेसी भएकोले गर्दा होला है, पुरा गरम पनि भइरहेको थियो आज चाहिँ है। हाम्रो भिडभाड भएर आज चाहिँ हाम्रो म्यासेज पनि एकदमै आशिषित म्यासेज लिएर आउनुभएको थियो पास्टर आइजक छेत्रीले है। उहाँले एकदमै राम्रो भयो। आजको प्रभु भोजहरू, आजको आराधना सङ्गति सबै हाम्रो असल भएको छ। फेरि पनि तपाईँहरूसँग म अब है अब अर्को भिडियो लिएर फेरि पनि आउनेछु। नेक्स्ट भिडियोमा तपाईँहरूसँग भेट्नेछु। हुन्छ, आजको लागि बाई बाई।